के हो नि कस्तो होला कि अर्काको मोबाइलमा किन हेरिराख्नु पर्यो र हेर्न के भन्छ नि किन हेर्नु पर्दैन हजुर अर्काको मोबाइल अब त कति जाडो हेर है जाडो भयो के गरिदिनु पनि ज्याकेट लाएर बस्नु नि त अनि कति रिस जे भन्दा नि उसो नि म गाडी साहुदैन राम्रै मुखले त भनेको के हो त राम्रो मुख यसरी बोल्छन् त अनि के यति भन्नु लाली लाएर आउँछ नि म अनि कि तपाईँ मेकअप गरेर आउनु जाँदैछ त्यो भाइ मेकअप गरेकै बिहा भइहाल्यो नि ल्याउँ त म त कति ज्ञानी छु के रिसाए पनि मिलाएर रिसाउँछु म त अझ कति त ऊ मेरो छेउमा बसेर त जे खायो नि त्यो त हुन्छ नि हजुरलाई मलाई रिस मात्रै उठ्छ खै के भएको हजुरसँग जति बेला रिस उठ्छ हजुर बुढा भएर नि मलाई रिस उठेको हुनसक्छ के किनभने बुढासँग किच 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 गरेन भन्दा बुढी भस्तो पनि हुँदैन त फेरि हजुरको जिन्दगी नि त सुन्ने हुन्छ नि त्यो नि हो क्या मलाई तिमी एकछिन किचकिच कराएन भने है मलाई के सुन्नै भस्तो हुन्छ क्या अनि हात त कता गएपछि बुढी भने त हुन्छ यहीँ आडामा बस्दाखेरि अनि किचकिच गरेन भने त्यो बानी परेर हो कि हो नि मलाई अनि देख्नुभयो लत लत हुन्छ कि लत मलाई चाहिँ हुन त बानी त परिसक्यो है आडामा बसेर किचकिच 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 गरेन भने चाहिँ ए आजलाई के भयो सन्चो भएन चाहिँ क्या हो के चाहिएछ भन्ने हुन्छ मलाई फेरि त्यो चाहिँ हो होइन मैले त त्यस्तो गर्नलाई होइन क्या अब यहाँ विदेशको ठाउँमा कोही छैन घरमा होइन हजुरलाई पनि त घर बुढी जानुभयो कति रमाइलो हुँदो जस्तो हुन्छ होला नि त होइन त्यहाँ माथि म ज्ञानीबाट चुप्पै बसेँ भने त हजुरको जिन्दगी त हुन्छ नि त त्यही भएर नि म सानो कुरामा न्यु खोजेर चपर 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 गर्छु के नाच्नु न देख्नु भयो इन्स्ट्यान्टली ल्याइदिन्छु कि म हजुरको मुखमा त स्माइल त स्माइल अनि फेरि इन्स्ट्यान्टली ल्यायो होइन एकछिनमा स्माइल ल्याउँछ एकछिनमा ओहो भरङ्ग पारिन्छ नि त नि होइन त्यो इन्स्ट्यान्टली स्माइल आए पनि के कुरामा चित्त बुझ्दैन नि अर्जेन्टली भागिहाल्छ त्यही होला बुढी भनेको त्यही होला है किचकिच नगरी नहुने अनि नरिसाइ नहुने त्यही भएर बुढी भनेको होला है खै बुढा पनि त्यही भनेर भन्यो होला नि हेर हामी त सबै म भनेको नि हामी बोल्दैनौँ शान्त होइन त्यस्तो बस्छौँ नि त त्यही बोल्नु न त नि अनि सुन कति मैले भनेको थिइनँ मैले 1.5 लाख कट्ने बेलामै मैले किन्दिनु भनेको थिएँ 3 लाख कटिसक्यो बोल्दै बोल्नु न नबोलेपछि त आनन्दै भयो नि त जान्छु त मैले पनि त्यस्तो किन्ने कुरा भयो मेरो कान अलिक हुन्छ क्या फेरि लाटो हुन्छ कान क्या किन्ने कुरा अनि सपिङ गर्ने कुरा गरेँ भने चाहिँ मैले टुन्न हुन्छ कि मलाई त्यस्तो कुरा नगरेर मसँग रमाइलो अनि हाँसो ठट्टा ठिक छ अनि मुन्छे त म ज्ञानी हो के मैले भनेको कुरा टक्क टक्क भयो भने म त देउताकै गाई हो के तिमीलाई हुने कुरा भनेको गहना किनिदिनु न टक्क त हुँदैन नि त्यो कुराहरू अनि मलाई सपिङ गरिदिनु न त्यो टक्क कहाँ हुन्छ त नि नसक्ने कुरा असम्भव कुराहरू गरेपछि कहाँ सक्छु त नि मैले नि अनि होइन कम्तीमा त्यही गहना पनि सेलमा त लागेको बेलामा हुन्छ नि सबैले रोजेर छोडेका गहनाहरू सेलमा के आउँदैनन् गहना पनि सेलमा आउँछ भन्ने कुरा बुझिसक्यो कहिले किनिदिएको भए पो थाहा हुन्छ त नि अनि कहिले किनिदिएको भए पो गहनामा सेल लाग्छ कि लाग्दैन भन्ने थाहा हुन्छ त अनि सुनमा कहिले नि सेल लाग्दैन के नभए मैले छोड्दा त अनि सेल लाग्यो भने अनि 2 लाखको सामान अनि 2500मा 5000मा आउँछ भने त म किन छोड्दा त नि सेलै लाग्दैन के हो नि त झिङ्गो त मुखामा तानेर चलाउने देशको मान्छे हामी सुनमा सेल लाग्यो भने छोडिन्छ त नि त्यही भने ए प्रभु यस्तो छ के गर्नु यस्तै हो हेर्नु त यो गर्न त राम्रो छ है मलाई सुहाउँछ यो धेरै 3 तोलामा बन्द रहेछ कि सुहाउँछ नि के गर्नु र अनि अहिले यही मोबाइलमै सुहाउँछ हैन त मैले यस्तो भन्नुहुन्छ कि मैले यस्तो भन्नुहुन्छ अनि त्यो गहना त्यहाँको गहना त्यही सुहाउँछ तिमी यहाँ चाहिँ यही सुहा त अनि त्यो यहाँ ल्याएर फेरि अनि दुईटाको मिलन गराउँदाखेरि कहाँ मिल्छ त अनि जहिले केही किन्दिनु भन्यो भने यो सुहाउँछ मलाई यो सुहाउँछ भनेर भन्यो भने जहिले तिमीले त मसँग सुहाउँछ अरू केही सुहाउन मात्रै भन्नुहुन्छ जति बेला तिमीले ल म तिम्रो गलाको पास होइन त नि कति कुरा